And this is one of the shortest trip to plan to go to the Chittagong with love. बिहान कोठाबाट निस्क्यौँ अनि टक्क खाजासाजा खायौँ हामीले। यो चाहिँ हुलाकी डाँडा बाटो पनि ठिकै थियो। द वेदर इज मोर क्लियर एन्ड मोर ब्युटिफुल। हामी चाहिँ एकदम बिस्तारै स्लो मोसनमा नेचरको ब्युटी लिँदै पिस हेर्दै नेचरसँग बोल्दै बिस्तारै हिँडिरहेको थियौँ। बाटोमा एक्कासी ट्रकले यस्तो हिलो छेप्यो, यति नमजाले हिलो छेप्यो। हेर हालत, हेर स्कुटरको हालत, दया लाग्यो। सब देखेर मायाको हालत हेऱ्यो, झन् दया लाग्यो। यु क्यान सी मी भन्दै जोन्सिनाको जस्तो पोज दिइरहेछन्। त्यसपछि फेरि हामी पुग्यौँ जलबिरे झर्ना। एकैचोटि चितवनमा पुग्यौँ। त्यहाँ खानासाना खाएर, अब खानासाना खाएको त खासै अपलोड गरिएन। त्यसपछि चितवनको ट्याक्क जलबिरे झर्नको लागि डाङ डुङ 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 फ्याट्रा पुट्रु गर्दै ट्याक्क झरेर फेरि त्यसपछि ब्यागस्याग ट्याकटुक मिलाउँदै यसो नेचरसँग यसो ग्रिनरी सिनारी हेरेर टिकट पनि काट्नुपर्ने रहेछ। यहाँ चाहिँ पर पर्सन 100 रुपिजले थियो हामीलाई चाहिँ। मेबी 100 जस्तो लाग्छ मलाई चाहिँ, हो कि 50 त्यस्तै जस। रेभेन्यू उठाइरहेछ लोकल गभर्नेन्सहरूले। ग्रिनरी दामी मजा थियो। उकालो ड्याङ 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 सिँढी ड्याङ सिँढी ट्याक ट्याक सिँढी चढ्यौँ हामी। क्यामराम्यान फेरि एकदम हाम्रो प्रोफेसनल हो। उहाँले चाहिँ कहिले काहीँ घाँटी खिच्नुहुन्न, कहिले ज्यान खिच्नुहुन्छ। उहाँको क्याप्चरलाई चाहिँ मैले एकचोटि गिनिज बुकमा लेखौँ कि ओस्कार दिउँ भनेर हामीले यसो गर्दैछौँ। लो बजेटको क्यामराम्यान लिएर गएपछि यस्तै हो, ग्लास दिँदै हिँड मलाई टक्क चियोस् रमाइलो फिल भइरहेछ। अलिकति बेटर टाइम, अलिकति रिफ्रेसमेन्ट लिउँ भनेर गएको। क्यामराम्यानले चाहिँ मलाई क्यामराम्यानबाट टोटल्ली इम्प्रेसिभ भयो। अनि त्यसपछि ट्याग यहाँबाट झर्ना देखियो एन्ड द नेचर इज टोटल्ली इम्प्रेसिभ। म चाहिँ कतिखेर पुगौँ भनेर आतुर भइरहेको थिएँ। टक्क अब हामीले चाहिँ पानीमा यसो चुब्ली हालेर बुढा र बुढी टक्क रिल्याक्स पोजिसनमा यसो नेचरको ब्युटी लिँदै ट्याक्क झर्नाको सिनारियो देखाउँदै ड्याङ डुङ ट्याङ्क्स हान्यौँ हामीले। सानसाना माछाहरू पनि देखिरहेको थिए। यसले चाहिँ लामो झर्ना पनि भन्दो रहेछ त्यता चाहिँ। अनि त्यसपछि हामी फर्क्यौँ फेरि चितवनमा। चितवनको इन्भाइरोमेन्ट चाहिँ टोटल्ली दामी नै थियो। त्यसपछि हामी चितवनतिर यसो छड्के फिल्मलाई सम्झिँदै छड्के हान्दै हिँडिरहेको थियौँ। वरिपरिका ठाउँहरू यसो जति हेरे पनि सम्मको सम्मै पाहाडतिरको मान्छे जता पनि बराबर देखेर हामी कुद्दै हिँड्दै ट्याकटुक हिँडिरहेको थियौँ। अगाडि फेरि हाम्रो भिनाजु होइसिन्छ। त्यसपछि हामी पुग्यौँ फेरि नारायणी तिरमा मोटरबोट चढ्न। द मोटरबोटको चाहिँ टिकट चाहिँ त्यति धेरै कस्टली थिएन, 250 पर पर्सन थियो। ट्याकको घामले चाहिँ फेरि भिटामिन डी बढी भएर
कपाल फेरि राजेश हमालको जस्तो हल्लाउने मन थियो, तर के गर्नु कपाल थिएन, आँखा पनि त्यति हेर्न सकेको थिइनँ। ग्लास चाहिँ लिएर जानु बिर्सेछ कि के भएछ खै। यसो जस रमाइलो भइरहेको थियो, इन्भाइरोमेन्ट टक्क दामी मजा आइरहेको थियो। अनि त्यसपछि यसो बिचबिचमा यसो गर्दै हामी कराइरहेको थियौँ। जस रमाइलो भइरहेछ जस। यसो साइड लुक्स पनि दिइरहेर म फेरि मन्द मुस्कान दिइरहेको छु एक्लै, मेरो बेग्लै छ पारा भन्दै। अब फेरि यहाँ कथाले फेरि छुट्टै माग्यो। फेरि 1990s जस्तो फिल्मको सुटिङ हान्नुपर्ने बेला आयो। फेरि म यसो कठपुतली जस्तो भनेर ट्याक्क हिँडिदिएँ। त्यसपछि हामी लाग्यौँ फेरि चितवन नेसनल पार्क। यसो आएको बेलामा यसो सफारी हानिदिउँ भनेर गएको। 952 वर्ग मिटर थियो भनेको थिएँ, त्यति खासै हिँड्न पाइएन। यो चाहिँ लास्ट इम्प्रेसिभ थियो है। नेसनल फ्ल्यागहरू थियो ओल्डको, जस्ट पिसफुल। अनि त्यसपछि हामी चाहिँ ट्याक्क इन्ट्री गेटमा आएर सफारीको लागि टिकट काट्यौँ। पर पर्सन्स 850 लियो क्या हाम्रो लागि चाहिँ। अनि फेरि अब चस्मा लास्ट आँखा पोलो मैले एउटा ग्लास किनिदिनु पऱ्यो भनेर एउटा ग्लास किनिदिइहालेँ फेरि त्यहीँनिर ठाउँको ठाउँ। त्यसो दाइले फेरि ब्रिफ गर्दै हुनुहुन्थ्यो जङ्गलमा के गर्ने के नगर्ने, हाम्रो बानी कस्तो हुन्छ। त्यस दाइले सजेसनहरू दिइराख्नु भएको थियो, यस्तो गर्नुहोस् यस्तो नगर्नुहोस् भनेर। राष्ट्रिय निकुञ्जको बारेमा सानो ज्ञान पनि बाँडिराख्नु भएको थियो। जस रमाइलो, एकदम दामी पिसफुल भाइब भेट भयो। ट्याक्क नेचर सेचर हेर्दै रुख हेर्दै पाहाडको मान्छे एउटा ठ्याक्कै गोही भन्थ्यो अरे, गोहीदेखि अहिले टक्क घामसाम तात्दै बसिरहेको रहेछ गर्मीमा खासै। त्यसपछि एउटा मृग देखिहाल्यो। मृग चाहिँ पोथी मृग भनेको थियो अरे दाइले। त्यही मान्छेहरू ट्याक्क भिडियो सिडियो खिच्दैछन्। मृग सिर्ग देखियो एउटा ट्याक्क। त्यसपछि ट्याक्क बुढीसँग फेरि पहेँलो कपडा लागि बुढी आफू हरियो, आफू वनरक्षक जस्तो, बुढी फेरि माउरी जस्तो ट्याक्क कपडा मिलाएर टक्क पोज सोच दिँदै हल्का मन्द मुस्कान दिँदै। बेलुका भइसकेको थियो, घामसाम डुब्न लगिरहेको थियो। सिनारियो फेरि दामी नै थियो कि ट्याक्क लाएर हिँडियो। त्यसपछि फर्केर हामी कहाँनिर भन्दाखेरि सफारी एक्जिट पोइन्ट आइहाल्यो। त्यसपछि कुरा भने त्यस्तै हो। बेलामा बुढीसँग टाइम स्पेन्ड गर्न जानु रमाइलै हुँदो रहेछ। यो पनि मेरो पनि लाइफमा फर्स्ट टाइम एक्सपिरियन्स हो। फेरि हामी ट्याक्क नरिवलको पानी सानी खाने भनेर खाइयो। लास्ट गर्मी हेड्याक फिल भएको थियो। त्यसपछि एक जुस पानी सानी खाइयो। त्यसपछि ट्याक्क फर्किएर हामी फेरि सौरालाई टाटा बाई बाई सी यू नेक्स्ट टाइम गर्दै हामी चाहिँ फर्कियौँ। यो भ्लग भन्ने कुरा त्यस्तै हो। यो कुनै कमर्सियल पर्पज पनि केही होइन। त्यति